नमस्कार सबैजनालाई। आज नयाँ धेरै पछि भ्लग बनाउँदैछु मैले। म त अब घाम लागेको छ। अब के अरे वातावरण एकदमै दामी भइसक्यो। यहाँ चाहिँ यस्तो छ परिस्थिति नयाँ नौलो यहाँको। म चाहिँ के भन्दाखेरि आज चाहिँ वालमार्टको इन्टरभ्यू छ मेरो चाहिँ। वालमार्टमा चाहिँ इन्टरभ्यूको लागि बोलाएको छ। अब एप्लाई गरियो अनि मेरो चाहिँ स्टक अनलोडर एसोसिएट भन्ने पोजिसन थियो। अनि त्यसमा चाहिँ एप्लाई गरेको थिएँ मैले। त्यहाँ चाहिँ भ्याकेन्सी खुला रहेछ, 2 जना चाहिन्छ भनेर रहेछ। अनि एप्लाई गरेँ। अनि त्यहाँ चाहिँ एकजना दाइ, यहीँ नेपाली दाइ हुनुहुँदो रहेछ। उहाँले चाहिँ ल ठिक हो, मैले चाहिँ अनि उहाँलाई दाइ के छ तपाईँको यसो रिफरेन्समा हाल्नु पऱ्यो, रिफरेन्स नभएको त नामै कामै पाइएन भनेको। यसो ल हाल नि त भाइ भन्नुभएको थियो। अनि उहाँले भनिदिनु भएको रहेछ। अनि त्यहाँ चाहिँ इन्टरभ्यूको लागि कल आएको थियो हिजो 10 बजे आज आउनु भनेर। म चाहिँ अहिले कति 8, 16, 17 भयो, गाडी आउँदैछ। 40 नम्बरको गाडी जान्छ। अनि बसिरहेको यहाँ चाहिँ विजयको पनि छ। विजयलाई पनि हामी 2 जनालाई चाहिँ कल आएको छ। अब जाने थिएँ। विजयलाई मैले बाटोमै भेट्छु, उनी चाहिँ निस्किँदै खान्छ सायद। रेज्युमे प्रिन्ट हान्यो सबै यताउति गरेर अब जस्ट निस्किने तर्खर चलिरहेको छ। अब जाम इन्टरभ्यू दिउँ कस्तो हुन्छ होइन। 3-4 महिना भइसक्यो लगभग। अप्रिल इक्जामहरू पनि सकियो लगभग। इक्जाम सक्यो, अब यो टर्म सकियो। मेबाट फेरि अर्को क्लास सुरु छ। अब ठिकै छ। अब इन्टरभ्यूको लागि बोलाएको छ, जाम इन्टरभ्यू दिउँ कस्तो हुन्छ के हुन्छ। वालमार्टमा लाग्यो भने राम्रै होला, कोसिस राम्रै गरौँ। ठिक छ। विजय पनि जान्छन् सँगै, विजयले पनि दिन्छन्। 2 जना खोज्या हो। अब अरूलाई पनि बोला रहेछ भने त इन्टरभ्यूमा कम्पिटिसनै होला। अब हामी 2 जना मात्र बोला रहेछ भने लगभग हुन्छ, चिन्ता नगर भाइ भन्दै हुन्थ्यो। हेरौँ, लेट्स सी के हुन्छ होइन। हुन्छ ल। अब गाडी त मोड्दै थियो। गाडी कहाँ गयो यार त्यो गाडी मोडिदिएर? सायद युनिभर्सिटीको गाडी होला, उता गयो होला। 40 नम्बरको आउँदै होला। ठिकै अब एकछिन यहाँ वेट गर्छु, गाडी आउँछ। अनि यहाँबाट ठ्याक्क नर्थमा हो, नर्थको रसडेलमा हो। यहाँबाट गाडीमा 40 नम्बरको गाडी डाइरेक्ट जाँदो रहेछ। जान त हाम्रो ठाउँबाट चाहिँ हाम्रो ल्यान्डिङबाट ट्याक्कै 1 घन्टा लाग्छ। 1 घन्टा लाग्छ। 2-3 मिनट हिँड्नुपर्छ क्या। ठिकै छ, पाइयो भने त्यो त नपाइरहेको बेला धेरै राम्रो हो। हुन्छ ल, अहिले चाहिँ गरौँ। म त्यहाँ अब यो बिजी मान्छेहरू काम छैन यार। म यहाँ वालमार्ट आएर बिजेको रिज्यू फेरि मसँग बसिरहेको। बिजे भन्ने मान्छे आउँदै आएन यार। कति बेर कुरेर बस्ने म यार यहाँ वालमार्टमा। 9 कतिमा तर म छिटै आएँ। 10 बजे इन्टरभ्यू थियो। आज कति बजे? 9:16 देखेँ कि देखेन? 9:16 भयो। म आइसकेँ यहाँ। बिजे मान्छे छैन। यहाँ गर्ने चाहिँ के यार, अलपत्र परियो क्या। अलपत्र कुर्ने वेटिङ जस्तो झ्याउ लाग्दो काम फेरि केही पनि हुन्न लाइफमा। यस्तो छ यहाँको माहौल, सुनसान छ। वेट गर्दै बस्नु पऱ्यो। एकछिन वेट गर्छु। त्यसपछि बिजी आइसकेपछि रेज्युमे दिन्छु। अनि त्यसपछि के गर्नुपर्छ गर्नु पर्ला। ल अब चाहिँ वेटै गरौँ। सायद देखाउने केही छैन। के छ अरे केही छैन भन्दा छ नि त। सामानहरू त सबै छ। तर वालमार्ट हामी कति गइरहेको हुन्छौँ त। धेरै वालमार्टै गइरहेको हुन्छौँ त। वालमार्टकै भिडियो धेरै होला यार। प्रत्येक भिडियोमा वालमार्ट नआएको त कुनै भिडियो मात्र होला। त्यही भएर देखाउने कुरा खासै केही छैन। गफ गर्ने हो। गफ गर्ने कोही पनि छैन यहाँ। कसैलाई भेट्यो भने चाहिँ गफ हान्छु, कसैलाई भेटिनँ भने यत्तिकै डुलेर बस्छु। अब आधी घन्टा जति बिजी आउँछ। अनि रेज्युमे दिन पर्ला। त्यसपछि त्यहाँ कस्टमर सर्भिसमा गएर सोध भने के अरे त्यहाँ गएर सोध्नु पर्ला आज इन्टरभ्यू छ कता जाने के गर्ने भनेर। अनि भनिदिन्छन्। त्यसपछि चाहिँ काम तमाम गर्नुपर्छ यहाँ। ल आज काम पाइयो भने बल्ल हुन्थ्यो भने के गर्छन् यिनीहरूले। कम्पिटिसन कतिको हुन्छ भन्ने हो। तर कम्पिट गर्नुपर्छ। हेरौँ, लेट्स सी उपरवाला क्या देता है भने जस्तो के लेखेको छ होइन। यस्तो चाहिएको थियो यार खुट्टा पुस्नलाई। पैसै छैन क्या। रेन्ट तिर्ने बेला आयो। अब रेन्ट मात्र होइन, ग्रोसरी गर्नुपर्छ। युटिलिटिजहरूको पे गर्नुपर्छ। धेरै कुराहरू पे गर्दाखेरि एराउन्ड 550। अब मोबाइलको पनि रिचार्ज गर्नुपर्ने छ। वाइफाईको पैसा, ओ माई गड, धेरै कुराहरू पे गर्नुपर्ने छ। क्रेडिट कार्ड पे गर्नुपर्ने छ यार।
मार्च 4 सम्मको डेडलाइन थियो, पे गरे होइन। बहुत छ पैसा खर्च, बहुत। त्यही भएर काम मिल्यो भने चाहिँ उर्रे हुन्थ्यो भनेको। काम मिलेन भने अब मिलेन भने के गर्ने, एप्लाई गर्दै जाने, खोज्दै जाँदै गर्नुपर्छ। अब स्प्रिङ समरमा त पाउनुपर्ने हो क्या अरे हायरिङ त, तर लास्टै छ होइन। तर हायर गर्छ गर्दैन भन्ने हो कि यहाँ यस्तो छ कि फेरि एउटा मान्छे 3-4 2-3टा काम हान्दिएर हुन्छ नि। अब यहाँ पनि तिनीहरूले गर्छ न, तिनीहरूको एक्सपिरियन्स हुन्छ, उता पनि तिनीहरूले एप्लाई गरेर आउँछ नि, उनीहरूको एक्सपिरियन्स हुन्छ होइन। अनि नपाउनुले पाएकै होइन, पाउनुले 2-3टा 3-4 हान्दिएर यार, फुल टाइम पनि गर्न भ्याइरह, यता पार्ट टाइम पनि हालिरह है। पैसा नहुनेलाई छँदै होइन फेरि, त्यस्तो पनि छ केस। त्यही भएर अब हाम्रो चाहिँ ठिकै छ। अब हल्का रिफ्रेन्स लागिएको छ क्या अरे। अब हेरौँ, लेट्स सी के लेखेको छ होइन। होला केही न केही होला जस्तो लाग्छ, फेरि के जस्तो नि लाग्छ। यो त अब त्यही हो, नभएसम्म त्यस्तै हो। काम त कडा हानिदिन्थेँ मैले, काम पाउने भने। तर हेरौँ, तर चाहिँ कुरा त्यो नपाउनु जसम्म ओहो पायो भने भन्ने हुन्छ। पाइसकेपछि त फेरि ढिङ्की त्यही पारा हो। अनि त्यसपछि अनि काम त गरिन्छ, त्यो रुल्स रेगुलेसनमा बसेर काम त गर्नु पऱ्यो। बिस्तारै चामल पनि रहेछ यार, लास्ट महँगो खायो। तर हुन त महँगो के भन्ने हो, यहाँको कमाइअनुसार त ठिकै हो। तर फेरि नेपालको हिसाब गरेर अब हाम्रो त जब छैन नि त, जब नबिसाइस् त। हामीले भनेको चाहिँ जस हामीले यता क्यालकुलेट गर्न थालिन्छ क्या, नेपालबाट कति मगाउनु पर्छ, अथवा मगाउनु त मगायो नि जस पऱ्यो भने कति मगाउनु पर्छ, अथवा माग्नु पऱ्यो भने कति माग्नु पऱ्यो भन्ने हिसाब गर्नुपर्छ। अनि हिसाब गर्दाखेरि ठ्याक्क निस्किन्छ नि त यताको हिसाबले। उता त यताको महिनाको 500 भनेको त उताको 50,000, 500 भन्दा पनि 550 जति भनौँ, भनेको 50-55 हजार। अनि 50-55 हजार हुने नि त्यहाँ के हुन्छ, यहाँ 1 महिना सकिन्छ। त्यही भएर अब यस्तै त यहाँ त सस्तो 50-55 भनेको धेरै सस्तो यहाँ चाहिँ। अब उता टोन्टोतिर गयो भने त रुम रेटै 50-55 600 त रुम रेन्टै हुन्छ। त्यही भएर अलिकति ठिकै हो। हेरौँ जब पाइयो भने चाहिँ कामसँग गर्न थाल्यो भने त्यस्तो धेरै डिपमा सोच्न पर्दैन। अब हुन त केही अलि पछि गइसकेपछि अब अलिकति बचाउँ भन्ने हिसाबले, घर पठाउँ भन्ने हिसाबले, ट्युसन फीको लागि पनि गर्ने हिसाबले सोच्नु चाहिँ पर्छ। तर जबै नभएसम्म त्यता पनि सोच्न अनि त्यस्तै भयो। जबै नभएसम्म त सर्भाइभ कसरी गरौँ भन्ने हुन्छ नि त। रेन्ट पैसा कसरी तिरौँ, यता कसरी म्यानेज गरौँ, उता कसरी म्यानेज गरौँ, यस्तोबाट माग्यो भने कसरी दिउँ त्यसलाई भन्ने हो। अब ठिकै हो, ट्राई गर्दै जाने हो, खोज्दै जाने हो। खोज्दै जाँदै गर्दाखेरि पाउनु पर्ने चाहिँ हो। हेरौँ। तर यहाँ सुनसान छ यार, किन यस्तो सुनसान हो फेरि? देखाउनु पर्छ क्या खराब कुराहरूको पनि प्रचार गरौँ। अब अपलोड त मैले कति के गरेँ होइन। अपलोड धेरै कुराहरू गरेँ भने यहाँ फेरि विवाद हुन्छ समाजमा, गाह्रो पऱ्यो। अब इन्टरभ्यू त भयो, 2जना मात्रको इन्टरभ्यू होला भनेको त बोलाइदिँदो रहेछ यार। 10 जना थियो बोलाइदिएर चाहिँ हाम्रो ग्रुपमा चाहिँ 6 जना थिए। 6 जनाले इन्टरभ्यू दियौँ हामीले चाहिँ। सब क्यानेडियन एक्सपिरियन्स भएका, फुल टाइम गर्नलाई पुरा पढेर भ्याएर बसेका त्यस्ता छन् यार लैतडीहरूले। यहाँ मान्छेलाई एउटा जागिर छैन, उनीहरू भने पुरा फुल टाइम हान्नलाई कोसिस गरिरहन् यार। खान्छन् कि के हो खै। अब इन्टरभ्यू त दिए, अब भयो, सबै रिफ्रेन्स लाएर आएका होला लैतडीहरू। ठिकै छ, अब कसको भाग्यमा के लेख्या त्यही होला भन्नु पऱ्यो। अब चाहिँ अब इन्टरभ्यू त भयो, ठिकै भयो, जस दियो। विजयले नि दिए। अब विजय एकदमै त्रासित मुद्रामा छन्, यिनी चाहिँ एकदम डराहान भकभक्के हान होइन हो। एकदमै रुन मात्र सक्यो होइन, किन भन्दा ठुलो आश थियो यो जबबाट यिनलाई चाहिँ। आश त मलाई पनि थियो, तर यो मुलाहरूले धेरैलाई बोलाएछन् कि। 2 जना मात्र भएको भए त लगभग हायरिङै हो। अब यहाँ मुलाहरूले बोलाएन। अब एउटा लटको इन्टरभ्यू भयो, अर्को लट बोलाउँछु भन्दै थिएँ, आउँछन् एकछिनमा भन्दै थिएँ। धेरै एक्सपिरियन्स छैन, सबको एक्सपिरियन्स छ। सरम लाग्नु पर्ने तिमीले। सरम जो माने सरम उसके फुटे करम भन्थ्यो। अब
एक दिनमा भोलि पर्सिसम्म त सायद यिनीहरूलाई इमर्जेन्सी छ भन्दै थियो भन्न त मान्छेहरू चाहिएको छ अहिले भनेपछि यिनीहरूले टाइम खासै लगाउँदैन अब त्यही 1-2 दिनमा रिजल्ट निकालिहाल्छ आजै आउला उस्तै पनि अथवा भोलि नै आउला के हुन्छ होइन हेरौँ यार तर च्याउ यार फेरि रेजुमे बाँड्न दौडिनु पर्ने अवस्था आउने हो कि अब यतैतिर भगवान्ले ल बाबु जाऊ भनेर पठाउनु हो कि थाहा होइन के हुन्छ है अब यहाँ अब आज अब यो पकाउने पालो थियो आज पकाउँदा नि अब सुशीलले पकाउँछु भने अब गुरुद्वारा जानु पर्ने भयो गुरुद्वारा गएर अब टन्न खाएर निस्किनु पर्ला ठिकै छ खान त पऱ्यो अब जति जे भयो नि विजय के भन्न चाहन्छौ केही होइन विजय मलिन छ मलिन ल हरा ल हेर्नु हरामी मानुस के हरामी मानुस यार यहाँ अब मेल अब यो मेल के हो चेक गर्न पर्ने भयो यार कङ्ग्रेचुलेसन लेखेर आयो अब हिँड्दा हिँड्दै बाटोमा ढ्याङ्ग मोबाइल बज्यो होइन विजय के होला यार कङ्ग्रेचुलेसन्स त लेख्यो चेक गर्न पर्यो यार डरै लाग्ने यार इन्टरभ्यू दिएर आइए है फेरि बामनाटबाटै सुशीलले फोन हानेर रहेछन् ओए ओए देखियो कि देखिएन के मेरो ब्राइटनेस कम भएर नदेखायो कि हो कङ्ग्रेचुलेसन्स वी आर प्लिज टु ओ माई गड ओ अफर आयो अभी मजा आएगा ना भिडो बराबर अफर आयो विजय बराबर अफर आयो यार के गर्नु होला लेट मी चेक तिमीले हेर्दा ओए मेरो नि आएछ त दुईजनालाई हार गर्नु भनेको हामी दुईजनालाई आएछ यार ल बधाई छ विजय तिमी चढ्दैछौ होइन अब सम्झिरह बिर्सना चाहिँ भएन जिन्दगीमा अब आज गएको इन्टरभ्यू पनि यस्तो डर लागिरहेको थियो हुन्न कि भनेको कङ्ग्रेचुलेसन्स लेखेर आइदियो अब यहाँ डकुमेन्ट सब्मिट गर भने अब घर छिटो डकुमेन्ट हेर्नु पर्यो के छ अवस्था ल्यापटप खोल्यो ल्यापटपमा गर्नुपर्छ यहाँ रिसिभ नहुन्न बस सातम पहिला ओहो खुसी लाग्यो तर यार ल एकदम धन्यवाद चाहिँ 4 महिनापछि जबको कुनै अफर आयो 4 महिनापछि वालमार्टमा अफर आयो अब तर जबसम्म लेटर हातमा आउँदैन तबसम्म अलिक ट्रेनिङ गर्यो हामी तबसम्म यता चाहिँ विश्वास नै गर्नुहुन्न मन ढुकढुक हुन्छ तर हो माइ गड अब हामीले एउटा बधाई दिनुपर्छ बधाईको लागि दिनुपर्छ विजय बधाई एकजनालाई जसले हामीलाई रेफरेन्स दियो त्यसको नाम छ सुरज केसी होइन सुरज केसी दाई तपाईँलाई एकदमै हृदयदेखि नै मुरीदेखि नै एकदमै अब फोक्सो कलेजको बाहिर निकाल्न मिल्यो अब निकालेरै देखाइदिन्थ्यो होला अब चले एक काम कर 200 रुपया दे और 50 रुपया काट ओभर एक्टिङ के वजह तर एकदमै हाम्रो उहाँसँग भेट चाहिँ भएको छैन तर जस मसँग एक दिन भेट भएछ तर राम्रोसित त्यति गेम खेल्यो त्यो दिन त्यति भेट भएन त्यति राम्रोसित कुराकानी गर्ने थियो जबको बारेमा अब दसैँ होइन के आउँदैछ अब इक्जाम त सकिसक्यो होइन तिज आउँदैछ होइन नि इक्जाम सकिसक्यो कुनै दिन गएर भेट्नुपर्छ त्यसित भेट हाम्रो त्यही काममा भइहाल्छ अब एकदमै धन्यवाद छ एकदम होस् हृदयदेखि नै भेटेर अब छिट्टै केही न केही उन्नति प्रगतिका खुड्किलाको बारेमा कुरा गर्नुपर्छ अनि ल ठिक छ अब यति भन्दै अब म घर जान्छु घर गइसकेपछि विजय नै हार्बर ल्यान्डिङ जान्छन् होइन विजय सिधै हामी सिधै हार्बर ल्यान्डिङ जान्छौँ अनि त्यसपछि त्यहाँ गइसकेको के हुन्छ अब यसको प्रोसेस अगाडि बढाउनु पऱ्यो डकुमेन्टहरू सब्मिट गर भनेर आइरहेको मेल छिटो काम गर्नु पऱ्यो डलर कमाउनु पऱ्यो यो महिनाको रेन्ट तिर्नु पऱ्यो तर धेरै खुसी लाग्यो तर लास्ट डर लाग्थ्यो यार अब त्यत्रोजनाले ल्याएको थियो इन्टरभ्यू म चाहिँ लियो है इन्टरभ्यू थियो अनि हामी दुईजनाले सिलेक्ट अनि फेरि त्यसमा त्यो कसै हाम्रो एक्सपिरियन्स छैन क्यानेडियन उनीहरूको सब क्यानेडियन एक्सपिरियन्स भएका ट्याक ठ्याक ठ्याक भन्ने खाले हामी त अब डरै लगाइरहेको थियो धन्न यार ठिक छ ल होइन इन्टरभ्यू त हामीले पनि देख्यो राम्रो ठिकै हो राम्रै भयो त्यो तर अब त्यही हो कि एक्सपिरियन्सको आधारमा क्यानेडियन हामीसित थिएन उनीहरूसित सुनिरहेको थिएँ भनेर त स्मुदी बनाउँछु त केमा काम गर्छु सब कडा जस्तो लागिरहेको थियो तर कडाको बिचमा फाडेर हामी निस्कियो ठिकै छ ल बधाई छ हामीलाई यस्तै हुन्छ बधाई छ विजयलाई धेरै बधाई छ ल भागिहालौँ साथीमा त जाने काम गर्दैन अब जस अब विजयमा त विजय मेरो सिफ्ट सँगै हुन्छ होला ठिकै छ ल 99% त सिवर सँगै हुन्छ किनभने 3 बजेदेखि 11 बजेको सिफ्ट हुन्छ बढी गरेर अब घरमा फाडिदिने भयो होइन हामीले
ल वालमा फाडेर काम गरिदिन्छ हामीलाई ल मोस्ट इम्पोर्टेन्ट हामीलाई डिस्काउन्ट मिल्छ नि 20% डिस्काउन्ट ग्रोसरीमा त्यो पनि हो है ल ठिक छ ल अहिले चाहिँ घर जामा त्यसपछि बाँकी कुरा गरौँ ल यहाँ पूजा हुँदो रहेछ क्या हेर त काला जादु गरिरहेछ काला जादु गरिरहेछ काला जादु होइन यस्तो त मैले पहिलोचोटि देखेँ यार म नि यस्तो पिपलको नि बोट छैन केमा पूजा गर्छु मरे उरे होला कोही के रहेछ त्यस्तो यार मैले त यस्तो त देखेको थिइनँ यार आज अनि फेरि अर्को अचम्म के भन्दाखेरि जब अफर आयो गुरुद्वारामा फेरि आज अहिलेसम्म नभएको समोसा पकौडा पेस्ट्री अनि त्यसपछि गुलाब जामुन लड्डु रे अनि त्यसपछि चिया मजाको चिया दाल भात तरकारी रोटी अचार खिर आमामा खान नसकेर दिन बनिसक्यो त भगवान्ले त हाम्रै लागि यो दिन त अप्रिल कति आज 25 होइन अप्रिल 25 त हाम्रै लागि लेख्नु भएको रहेछ भगवान्ले त हैट अचम्म है तेरिका आज फेरि मेरो पकाउने पालो पकाउनु नि परेन कति रमाइलो अझै के देख्न बाँकी छ आज त अहिले कति बज्यो बल्ल पो 1 बजे क्या 1 त बजे होइन 12 साढे 12 जति भयो दिन बाँकी रहेछ अझै नयाँ समाचारहरू केही आउँछ नयाँ केही भोग्न पाइन्छ जस्तो छ आजको दिन हाम्रै लागि हो ल अरू त केही भन्दैन आजको दिन चाहिँ भगवान्ले हाम्रो लागि लेख्नु भएको रहेछ ठिकै छ ल म अब वालमार्टमा कसरी यो फिक्स भइसकेपछि एउटा भिडियो अझै बनाउँछु वालमार्टमा जब कसरी पाउने त्यसको मेन पोइन्ट भनेको रिफरेन्स ल ठिक छ जोक्स अफ द पार्ट बट ठिक छ घर आएर एकजना बाबुलाल यहाँ पल्टेका छन् त्यहाँ टिकटक बनाउँदैछन् ल आज खिचिन्छ तर आज तिमी ढिलो आउँछौ तर 8 बजे घामै हुन्छ चित्र हिजो हामी 9 बजीसँग घाम लाग्थ्यो 8 बजे 8:30 बजे हामी जाँदाखेरि यस्तो दामी सिन आएको थियो कि ल त्यही बेला त सिनाइरा त आज त बिजे नि छन् क्या गोले आइफोन ल्याएर दिन्छन् तिमी नयाँसँग जान्नु नि बिजे अनि ओके अनि आर भाडासाडा माझियो अनि वालमार्टको एप फर्मसँग त्यो अलिअलि सिन नम्बरमा आएको थियो स्टडी पर्मिटमा आएको थियो अनि अर्को कन्फर्मेसन अफ इनरोलमेन्ट हालेर एप्लिकेसन सबमिट गरेर छ अब होप के इमेल आउँछ फेरि अनि त्यसपछि अरू कुरा गर्दै जाऊँ ल अब चाहिँ यहाँ मस्त एकछिन पल्ट रहेछ भिटामिन डी यहीँ आउँछ ल ठिक छ ल